यति साह्रो मेरो छोरी किन रुँदै होला त आउनुस् है, म हजुरहरूलाई भनि नै हाल्छु। हेलो एभ्रीवान, आज चाहिँ दाइ र भाउजू आउनु भएको थियो। दाइ र भाउजू त एकासी नानीको बोर्डिङमा पो छिर्नु भयो त। किन छिर्नु भयो होला त, म त छक्क परे कि। चोकमा जान्छु भनेर निस्किनु भएको थियो दाइ र भाउजू त बोर्डिङ भित्र पो हुनुहुँदो रहेछ। अनि त्यसपछि म दौडिँदा हेर्न गएँ। कुरा चाहिँ के होला भनेको त मेरो छोरीले उसको मामा माइजूलाई पढ्ने ठाउँ खेल्ने ठाउँ पो देखाउन लगेको रहेछ त। अनि उसले चाहिँ सबै देखाउँदै थियो क्या उसको मामा माइजूलाई, म यहाँ पढ्छु म यहाँ खेल्छु भनेर। अनि त्यसपछि रात पर्न थालिसकेको थियो, हामी हतार बोर्डिङबाट। अनि मेरो छोरीलाई चाहिँ फेरि बाइक हाँक्नुपर्छ कि, उसलाई बाइक हाँक्न दिएन भने रिसाउँछ, एकछिन भए पनि बाइक हाँक्न दिनुपर्छ उसलाई। के गर्नु साथीहरू, बच्चाको इच्छा पनि पुऱ्याइदिनु पर्यो। अनि त्यसपछि चाहिँ हामी चोकमा पुग्यौँ। छोरीलाई चाहिँ घडी चाहे भनेर पुरै अस्ति मामा माइजूलाई भन्दै थियो उसले। अनि उसको मामा माइजूले चाहिँ घडी किन्दै हुनुहुन्छ। अनि हामी सिधै घडी पसलमा गयौँ। अनि मेरो छोरीको चाहिँ सुरुमै आँखा जाने भनेको चाहिँ पिङ्कीमा हो कि, पिङ्क लबर हो कि मेरो छोरी। अनि हामीले चाहिँ कति अप्सनहरू देखाइरहेको थियो उसलाई त, त्यही पिङ्कै चाहियो अरे भन्दै थियो। मेरो छोरीले चाहिँ अगाडिदेखि म त पिङ्क कलरको किन्छु भन्दै थिएँ नि त। अनि त्यही भएर उसलाई चाहिँ फर्स्ट टाइममा पिङ्क नै आँखा गयो। अनि फेरि दाइले चाहिँ अर्को मन पर्यो, उसलाई अर्को मन पर्यो। अनि त्यही भएर दुइटै लगाएर ट्राई गर्दैछन् कुन राम्रो छ भनेको त उसलाई त्यही पिङ्कै मन परिरहेछ। अनि दाइले चाहिँ अर्को खालको राम्रो क्वालिटीको रहेछ, अनि अर्को खालको किन भन्दै थियो। अनि त्यसपछि मेरो छोरीले पनि पछि मान्यो। अनि मेरो छोरीलाई चाहिँ उसको मामा माइजू भएपछि कोही नचाहिने, उसको बाबाले बोलाउँदा नि मानेन, मैले बोलाउँदा पनि माने। मामासँग पुगेपछि त कोही पनि नचाहिने कि मेरो बाबुलाई झन्। अनि त्यसपछि सन्दीप भाइ र दिदीको छोरा चाहिँ ठ्याक्कै बाटोमा भेटायो। उनीहरू चाहिँ भरताल घुमेर आएको रहेछ। अनि त्यसपछि हामी खाजा खानको लागि गयौँ। अनि पुग्ने बित्तिकै मेरो छोरी चाहिँ फेरि रमाएर बुरुक उफ्रिरहेछ। अनि त्यसपछि यहाँ भाउजूले चाहिँ मेनु हेर्दै हुनुहुन्थ्यो। अनि फेरि ऊ सन्दीप भाइले पनि भान्जालाई बोलाउँदैछ, कोहीसँग मान्दैन कि। उसको मामासँग भएपछि ऊ बल्ल तानेर जबरजस्ती यहाँ फकाउँदैछ। अनि यहाँ दिदीको छोरा चाहिँ उसको मम्मी नभएर होला एक्लो भएर बसिरहेछ बिचरा। अनि मामा भान्जा अनि भाइ चाहिँ पुरै टिकटक बनाउनको लागि बिजी थियो कि उनीहरू। अनि टिकटक बनाउँदा पनि हाम्रो खाजा पनि आइसकेको थियो। अनि आज चाहिँ मेरो साथीको छोराको बर्थडे थियो नि त, एकैछिन म बर्थडेमा जानु पर्ने थियो, त्यही भएर मेरो लागि चाहिँ मगाएँ। तर पनि मैले पनि हल्का फुल्का चाहिँ खाएँ। अनि त्यसपछि यहाँ दाइहरू बिल पे गर्न आउनु भएको। अनि त्यसपछि चाहिँ हामी घर जानुपर्ने हुन्छ सिधै, पुरै रात परिसकेको थियो। अनि त्यसपछि चाहिँ मेरो छोरा छोरीको हालत खराब हुन्छ। अनि त्यसपछि मामा माइजी पनि घर जान लानु भयो, हामी पनि घर जान लागेको छौँ। अनि मामा माइसँग जाने भनेर रुँदै थियो मेरो छोरा छोरी। यति धेरै रुयो, बाटै भरि रुएर पनि घरसम्म आएर पनि रुयो कि। अनि त्यसपछि भएन भनेर छोरीलाई मोबाइल देखाएर राखे।